नमस्ते सबैजनालाई। मेरो नाम आकाश श्रेष्ठ, पेसाले दृष्टि विशेषज्ञ। हाल आइमेट द अप्टोमेट्रिस्फियरमा कार्यरत छु। फर्स्ट अफ अल चाहिँ हामीले पहिला के बुझ्नु पर्यो भन्दाखेरि ब्लू लाइट भने के हो त हैन। त्यसको लागि हामीले भिजिबल लाइट स्पेक्ट्रमको बारेमा बुझ्नुपर्ने हुन्छ। तपाईले देख्न सक्नुहुन्छ स्क्रिनमा यो भिजिबल लाइटको स्पेक्ट्रम हो। अब यसमध्ये चाहिँ हाम्रो ब्लू लाइटको वेभलेन्थ चाहिँ 4 देखि 5 न्यानोमिटरसम्ममा पर्छ। र यस अन्तर्गत पर्ने यो सबै ब्लू लाइटहरू चाहिँ हार्मफुल चाहिँ हुँदैन है। लोअर वेभलेन्थ भएको ब्लू लाइट जस्तै 400 देखि 450 न्यानोमिटर चाहिँ आँखाको लागि हानिकारक भनेर बुझिन्छ। योभन्दा माथि 450 देखि 500 न्यानोमिटरसम्म चाहिँ हाम्रो आँखाको लागि चाहिँ इम्पोर्टेन्ट हुन्छ है भनेर हामीले बुझ्छौँ। ब्लू रे कट ग्लासेस भनेको चाहिँ यो जति पनि डिजिटल डिभाइसहरू हुन्छ जस्तै कम्प्युटर, मोबाइलहरू हैन, ट्याब्लेटहरू, टिभीहरू यस्तो डिभाइसबाट आउने सबै वेभलेन्थको ब्लू लाइटलाई चाहिँ यसले ब्लक गर्छ है, आँखामा भित्र जान दिँदैन। सो अर्कोतिर ब्लू फिल्टर भनेको आँखालाई चाहिने महत्त्वपूर्ण रेजहरू, ब्लू रेजहरू आँखाभित्र जान दिन्छ र जुन हार्मफुल छ त्यसलाई चाहिँ ब्लक गर्ने भयो है। समस्याहरू कहिले पनि दुई किसिमको हुन्छ। एउटा चाहिँ आज समस्या छैन र भोलि एक्कासी समस्या देखियो है, यो अचानक आउने समस्या भयो। यसै गरी अर्को खालको भने चाहिँ आज समस्या छैन, भोलि अलिकति, पर्सि अलिकति, यो अलिअलि गर्दै बढ्दै जाने समस्याहरू हुन्छ। जस्तै अब लङ टर्ममा देख्ने समस्याहरू भयो है। जस्तै आँखा पोल्ने, आँखा बिजाउने हैन, आँखाहरू दुख्ने, आँखालाई स्ट्रेन भएको जस्तो हुने, टाउको दुख्ने, नजिकमा हेर्दाखेरि धमिलो देखिने हैन, आँखा सुक्खा भएको जस्तो महसुस हुने हैन, यस्तो समस्याहरू भनेको चाहिँ सर्ट टर्ममा देखिने समस्याहरू हो है। अब लङ टर्ममा समस्याहरू भने चाहिँ तपाईको मोतीबिन्दुहरू हैन चाँडै हुन सक्ने हार्मफुल ब्लू लाइटहरू चाहिँ तपाईको आँखा भित्रै हैन पेनिट्रेट गरेर तपाईको पछाडी पर्दासम्म पुग्ने क्षमता राख्छ है। अब यसले गर्दा पर्दामा चाँडै समस्याहरू देखिन्छ है। हाम्रो शरीरमा एउटा मेलाटोनिन भन्ने केमिकलको प्रोडक्सन हुन्छ। यो प्रोडक्सन चाहिँ हाम्रो दिमागले गर्छ है। कतिखेर गर्छ भन्दाखेरि साँझ साँझ पर्न थाल्यो भने यसले के जनाउँछ भन्दाखेरि ल राति भयो है, सुत्ने टाइम भयो है भन्ने मेसेज लिएर आउँछ नि हामीलाई निद्रा लाग्ने हो। डिजिटल डिभाइसबाट आउने जुन ब्लू लाइटहरू हुन्छ यसले चाहिँ यो यसको प्रोडक्सन, यो मेलाटोनिनको प्रोडक्सनलाई कम गरिदिन्छ। अब यो प्रोडक्सन कम हुने बित्तिकै के भयो त, निद्रा लाग्न अप्ठ्यारो भयो, समस्या भयो हैन। त्यही भएर सकेसम्म हामीले सुत्नुभन्दा 2 घण्टा जति अगाडि नै फोनहरू, डिजिटल डिभाइसहरू नचलाएर बस्नुपर्ने हुन्छ। यदि काम नै छ, गर्नु नै पर्यो भने चाहिँ हामीले ब्लू फिल्टर लेन्सहरू युज गरेर चलाएको बेटर भयो है। अब यो टर्चले चाहिँ ठ्याक्कै त्यही ब्लू लाइटको नक्कल गर्छ, ठ्याक्कै नक्कल गर्छ। हामीले के गर्ने भन्दाखेरि हामीले यो लाइटलाई, यो ब्लू लाइटलाई लिन्छौँ हैन, यसलाई लिएर यसरी लेन्स अगाडि राख्ने है। अब यसरी लेन्स अगाडि राख्दाखेरि हेर्नुहोस् यसले पुरै कट गरेर राख्छ कि हैन, तल पासै हुन दिएको छैन भने यो ब्लू कट भयो। अब त्यही गरी अर्को लेन्स लिने, ब्लू फिल्टर यसरी राख्ने, ल हेर्नु यस्तो फुल इन्टेन्सिटीमा छ हैन लाइट ब्लूको, यो राख्दाखेरि कट्छ। यो फुल हो, यो हाफ इन्टेन्सिटी।